मेरो महिनावारी ठिक्क समयमा हुन्छ तर ब्लड चाहिँ एकदमै थोरै बग्छ। यसको कारण के होला र यसले भोलि गएर के कस्ता समस्याहरू आउन सक्छ र यसको उपचार गर्नुपर्छ कि पर्दैन र यसको उपचार गर्नुपर्छ भने कसरी गर्न सकिन्छ र कहिले गर्ने, कति बेला गर्ने, कति बेला मात्रै हात दिनुपर्छ भनेर सोध्नु भएको छ। यो लामो प्रश्न छ, कमेन्टमा रिप्लाई दिएर अलिक सजिलो साध्य नहुने भएको हुनाले मैले तपाईँको लागि यो भिडियो तयार गर्दैछु। यो भिडियोले सम्पूर्ण दर्शकको जिज्ञासालाई क्लियर गर्नेछ। यो भिडियोले सबभन्दा पहिला कुरा गरौँ, एकदमै थोरै रगत बग्छ भनेको कति हो? कति रगत बग्यो भने त्यसलाई थोरै भन्ने, कति रगत बग्यो भने त्यसलाई धेरै भन्ने र कति रगत बग्यो भने त्यसलाई ठिक्क रगत बगेको भनेर भन्ने। महिनावारीमा ठिक्क रगत बगेको भनेको चाहिँ एक दिनमा कम्तीमा 10 ml, बढीमा 40 ml सम्म बग्छ भने त्यसलाई हामी ठिक्कको खालको अथवा एभरेजमा यो ठिक्क छ है, यसलाई चाहिँ सामान्य महिनावारी भन्न सकिन्छ भनेर हामीले बुझ्नुपर्छ। 40 ml भन्दा बढी बग्यो भने त्यसलाई एब्नर्मल हेभी ब्लिडिङ, धेरै रगत बगेको भनेर सम्झनुपर्छ र 10 ml भन्दा कम रगत बगेको छ भने त्यसलाई रगत एकदमै थोरै बग्यो, यसले महिनावारीमा समस्या आएको छ भनेर हामीले बुझ्नुपर्छ। अब हामीले रगत 40 ml बग्यो कि 30 ml बग्यो कि 10 ml बग्यो कसरी थाहा पाउँ? एक दिनमा कति ml रगत बग्यो कसरी थाहा पाउँ? हामीले नाप्न त सकिन्न। यसको लागि हामीले अनुमान लगाउन सकिन्छ। अनुमान कसरी लगाउने भने तपाईँले महिनावारीको समयमा रगत बगिराखेको बेलामा प्याड लगाउनुहुन्छ, त्यसलाई सेनिटरी प्याड भन्नुहुन्छ होइन। त्यो सेनिटरी प्याड तपाईँले प्रयोग गर्नुहुन्छ। त्यो प्याड चाहिँ कति भिजेको छ त्यसको आधारमा हामीले चाहिँ मापन गरेर रगत कति बगेको छ भनेर थाहा पाउन सकिन्छ। कसरी थाहा पाउने भने एउटा प्याडको रगत सोच्न सक्ने क्षमता भनेको ठ्याक्कै लगभग 10 ml। एउटा प्याड पूर्ण रूपमा लगभगै भिज्यो भने त्यसलाई 10 ml रगत बगेको भनेर हामीले बुझ्नुपर्छ। अब तपाईँले कसरी बुझ्नु पर्यो भने यदि तपाईँले एक दिनमा एउटै प्याड फेर्नुहुन्छ भने तपाईँको रगत 10 ml जति बगेको छ, तपाईँ हात दिनु पर्दैन। यो रगत बगेको भनेको ठिकै। तपाईँले एक दिनमा दुईटा प्याड फेर्नुहुन्छ, तपाईँको रगत कति बग्यो? 20 ml बग्यो। तीनटा प्याड फेर्नुहुन्छ, कति बग्यो? 30 ml बग्यो। 4वटा प्याड फेर्नुहुन्छ भने कति बग्यो? 40 ml रगत बग्यो। एक दिनमा 1 देखि 4वटा प्याड फेरिन्छ भने त्यसलाई हामीले लगभग सामान्य मानिन्छ। तर ठ्याक्कै सामान्य भनेको 20 ml दुईटा प्याड फेर्नु भनेको एकदमै सामान्य नै हो। र यदि तपाईँले एक दिनमा एउटा पनि प्याड फेर्नुहुन्छ, एउटा प्याड पनि पूर्ण रूपमा भिज्दैन, आधा मात्रै भिज्छ भने तपाईँको रगत 5 ml जति बग्यो। र तपाईँको आधा पनि भिज्दैन, थोरै दागहरू मात्रै देखिन्छ भने तपाईँको रगत 1 देखि 2 ml 3 ml सम्म बग्यो भनेर हामीले बुझ्न सकिन्छ। तपाईँको रगत कति बग्छ भन्ने कुरा तपाईँ आफैले क्यालकुलेसन गरेर आफैले सम्झेर बुझेर थाहा पाउन सक्नुहुने भयो हो। तपाईँले सक्नुहुन्छ नि, अब बुझ्नु भएको छ नि होइन। अब कुरा गरौँ हामी रगत थोरै चाहिँ किन बग्छ त नि? 10 ml भन्दा रगत कम किन बग्छ? दिनमा एउटा पनि प्याड फेरिनमा, एउटा पनि प्याड पूर्ण रूपमा भिज्दैन भने त्यो अवस्थामा रगत कम बगेको, चाहिने भन्दा रगत थोरै बगेको भनेर भनिन्छ। त्यो थोरै रगत किन बग्छ भनेर हामीले थोरै अब बुझ्नुपर्ने हुन्छ। र यदि थोरै रगत बग्यो भने त्यसको उपचार के गर्ने र उपचार कहिले गर्ने, कति बेला मात्रै आत्तिर उपचार गरिहाल्ने भनेर पनि हामीले बुझ्नुपर्छ। यसको लागि यो भिडियो अन्तिमसम्म अवश्य पनि हेर्नुपर्छ र तपाईँले विषयमा यसो भिडियोलाई स्टप गरेर एउटा मिठो कमेन्ट गरेर मेरो मनोबललाई पनि बढाउन एकदमै जरुरी छ। किनकि मैले तपाईँलाई मिठा राम्रो कुराहरू सिकाउँदै आएको छु हो कि होइन। सानो अनुरोध गर्दै भिडियो फेरि कन्टिन्यू गरेँ। महिनावारीको समयमा रगत एकदमै कम बग्ने कारण भनेको नम्बर 1 मा हर्मोन इम्ब्यालेन्स। महिनावारीमा जति पनि समस्याहरू आउँछ त्यो सबै समस्या हर्मोनको असमानताको कारणले आउने गर्छ। हर्मोनमा असमानता आयो, हर्मोन चाहिँ ब्यालेन्स भएन, इम्ब्यालेन्स भयो, असामान्य खालको हर्मोन भयो भने त्यसले गर्दा महिनावारीमा समस्या आउँछ। हर्मोन पनि धेरै खालका हुन्छन्। ती धेरै खालका मध्ये कम रगत बग्ने हर्मोन भनेको मुख्य गरेर इस्ट्रोजन नामको एउटा हर्मोन हुन्छ। त्यो इस्ट्रोजन नामको हर्मोनको कारणले गर्दा महिनावारीमा रगत थोरै बग्छ। अर्को 2 नम्बर कारण के हुन सक्छ भने स्ट्रेस, तनाव,
चिन्ता तपाईलाई तत्काल केही कुराले एकदमै धेरै सताएको छ, धेरै तनाव हुन्छ, कुनै व्यवहारिक अथवा सामाजिक मनोवैज्ञानिक कुनै पक्षबाट तपाईलाई चिन्ता उत्पन्न भएको छ भने त्यो चिन्ता उत्पन्न भएको कारणले चिन्ताको कारणले हर्मोनमा इम्ब्यालेन्स हुन्छ र त्यसले गर्दा महिनावारीमा समस्या आउने अथवा रगत एकदमै कम बग्ने समस्याको हुन सक्छ। तपाईले तत्कालै धेरै ह्याप्पी काम गर्नुभएको छ, एकदमै धेरै अप्ठ्यारो गरुङ्गो भारी उचाल्न लगायतका शरीरले धेरै एक्सर्साइज हुने, धेरै व्यायाम हुने, गरुङ्गो भारी उचाल्ने कार्य गर्नु भएको छ भने त्यसले गर्दा पनि महिनावारीको समयमा रगत कम बगेको हुन सक्छ। वा तपाईको धेरै तौल बढ्यो अथवा धेरै तौल घट्यो भने पनि तपाईको पिल्समा समस्या आउँछ र रगत एकदमै थोरै बग्ने समस्याको हुन सक्छ। 3 नम्बर कारण कन्ट्रासेप्टिभ पिल्स अथवा हार्मोनल फ्यामिली प्लानिङका साधनहरूले सङ्गीन सुइलाउनु भएको छ, पिल्स जति खानु भएको छ वा यो पाखुरामा राख्ने 2टा रड भएको इम्प्लान्ट भन्ने हुन्छ त्यो रड प्रयोग गर्नु भएको छ भने परिवार नियोजनको साधनको कारणले गर्दा पनि महिनावारीको समयमा थोरै रगत बगेको हुन सक्छ। यसले हर्मोनमा चाहिँ अलिकति तलमाथि पार्छ। हर्मोन चेन्ज भएको कारणले गर्दा महिनावारीमा रगत थोरै बग्ने वा कसैलाई धेरै बग्ने समस्याको हुन सक्छ। अर्को भनेको थाइरोइड ग्रन्थि। तपाईको थाइरोइड ग्रन्थि सम्बन्धी कुनै समस्या आयो, कुनै रोग लाग्यो, थाइरोइडको समस्या आयो भने थाइरोइड ग्रन्थिको कारणले विभिन्न अन्य हर्मोनमा असन्तुलन हुन्छ। अन्य हर्मोन इम्ब्यालेन्स भयो भने त्यस कारणले गर्दा पनि महिनावारीमा रगत थोरै बग्ने समस्याको हुन सक्छ। र अर्को मुख्य समस्या भनेको सुरुदेखि हुन सक्ने समस्या हो। तपाईको महिनावारी सुरु भएदेखि नै भइराख्ने समस्या हो। यो PCOS चाहिँ मैले बारम्बार भिडियोमा भन्ने गरेको छु। PCOS भनेको पोलिसिस्टिक ओभरी सिन्ड्रोम भनेको चाहिँ कुनै पनि महिलाको पाठेघरको साइडमा भएको ओभरी भन्ने हुन्छ एउटा, त्यो ओभरीमा चाहिँ अन्डा उत्पादन हुन्छ। अन्डा उत्पादन हुने ठाउँमा चाहिँ ससाना ठिक्कका चाहिने मात्रामा सिस्टहरू हुन सक्छन्, तर पोलिसिस्टिकको पोली भनेको धेरै, पोलिसिस्टिक भनेको ओभरीमा चाहिने भन्दा धेरै सिस्टहरू भयो भने त्यो कारणले गर्दा पनि महिनावारीको समस्या आउने, महिनावारी समयमा नहुने र थोरै बग्ने समस्या हुन सक्छ। र अर्को भनेको अन्डर ग्रोथ। तपाईको तौल एकदमै कम छ, पहिलेदेखि तपाईँ अलि अन्डर वेटमा हुनुहुन्छ, आफ्नो शरीरको हाइट अनुसारको तपाईँको तौल छैन भने तपाईँलाई महिनावारीमा समस्या आउने र थोरै बग्ने समस्या आएको हुन्छ। तपाईँले यो 6वटा कारण मैले भने, 6वटा कारण बुझिसकेपछि अब कति बेला आत्तिने, कति बेला तत्काल उपचार गर्न जाने भन्ने कुरा पनि तपाईँले बुझ्न जरुरी छ। कति बेला उपचार गर्न जाने भने यदि तपाईँको महिनावारी चाहिँ प्रत्येक महिना त हुन्छ, तर त्यो प्रत्येक महिनामा 2 दिनसम्म मात्रै महिनावारी हुन्छ, 2 दिन पनि पुरै पुग्दैन। एक दिन महिनावारी सस्य देखिन्छ, भोलिपल्ट हराउँछ, यस्तो भएको छ भने। र अर्को भनेको यदि तपाईँ बेबी प्लानिङमा हुनुहुन्छ अथवा बच्चा पाउने तयारी गर्नु भएको छ र महिनावारीको समयमा रगत एकदमै कम बग्छ भने पनि तपाईँ तत्काल डाक्टरकोमा गएर अवश्य पनि चेक गराउनु होला। यो 2टा कन्डिसन बाहेक अन्य अवस्थामा तपाईँ खासै हात्ती हाल्नु पर्दैन। तपाईँको आफ्नो फुर्सदको टाइम मिलाएर आफ्नो इच्छाअनुसार जहिले पनि चेक गर्न जान सक्नुहुन्छ, गर्नै पर्छ भन्ने छैन। यदि चेक गर्न जानुहुन्छ भने इस्ट्रोजन, प्रोजेस्टेरोन र प्रोल्याक्टिन हार्मोन अनिवार्य टेस्ट गर्नु होला र पाठेघरको भिडियो एक्सरे गरेर तपाईँको महिनावारीको समयको ठीक 14 दिन अगाडि ओभरीबाट अन्डा निस्केको छ कि छैन चेक गर्न अवश्य पनि लाउनु होला। तपाईले एकदमै हेल्दी डाइट खानु होला, पर्याप्त मात्रामा पानी पिउने, डाइट खाने र भिटामिन, मिनरल्स, अर्गानिक खानेकुराहरू एकदमै धेरै खाने, बाहिरी बजारी कुराहरू एकदम कम गर्ने, सकेसम्म खाँदै नखाने र पर्याप्त मात्रामा शरीरलाई फुर्तिलो बनाउने र फिट राख्ने तरिकाले एक्सर्साइज अनिवार्य गर्नु होला। एक्सर्साइजले तपाईको महिनावारी र तपाईको आफ्नो लाइफ पुरै सुधार गर्न एकदमै धेरै सहयोग गर्छ। त्यसकारणले आफ्नो बोडीलाई फिट गर्न र महिनावारीमा सुधार ल्याउन पनि एक्सर्साइज अनिवार्य गर्न जरुरी छ। तपाईले यो भिडियो कस्तो लाग्यो? भिडियो मन परेमा लाइक, कमेन्ट र धेरै भन्दा धेरै शेयर गरी मलाई साथ दिनु होला, सपोर्ट गर्नु होला ताकि आउँदै गरेका विभिन्न स्वास्थ्य सम्बन्धी भिडियोहरू तपाईको माझ सजिलै आइपुगोस्। धन्यवाद।